एभ्रीबडी सबैजना आरामै हुनुहुन्छ होला। आज मैले धेरै दिनपछि मैले बायोलोजीको एक्जाम पनि नजिक आउन थालिसक्यो र 12 को बेस बनाउनको लागि चाहिँ हामी 11 देखि नै हामीले सबै कुराहरू थाहा पाइराख्ने र त्यो पनि साइन्स पढ्ने स्टुडेन्टहरूले मात्र नभएर हामीले अब सबै मानिसहरूले कुरा थाहा पाउनु पर्ने कुरा नै हो। अब हामी मानिस भइसकेपछि हैन, अब मानिस भइसकेपछि हाम्रो उत्पत्ति कहाँबाट भएको र हामी जस्तै सजीव जनावरहरू छन् त, अब यिनीहरूको उत्पत्ति कहाँबाट भएको हो, केबाट भएको हो, कहाँबाट आएका हुन्, कहिले आएका हुन्, कसरी आएका हुन् र त्यो पत्ता लगाउने व्यक्ति कोन भनेर हामी थाहा पाउनुतर्फ एकदमै आकर्षित भइरहेका हुन्छन्। हाम्रो त्यहाँसम्मबाट आकर्षित हुन्छ हामी पढे लेखेका मान्छे नभएर हामी सबै कुराहरू हामीले विद्यालय नजाने मान्छेले पनि थाहा पाउनको लागि अब हामीले पढ्ने मान्छेले अरूलाई बताइदिनु पर्यो जीवनको उत्पत्ति यसरी भएको हो, जनावरहरू यहाँबाट आएका हुन्, जनावरहरूको उत्पत्ति यसरी भएको हो भन्नको लागि अब हामीले धेरै कुराहरू अगाडि बढाउनु पर्छ। र आज चाहिँ मैले क्लास 11 को बायोलोजी हैन, बायोलोजीको विशेष थ्योरीहरू लिएर आएको छु जो चाहिँ जीवनको उत्पत्ति कसरी भएको हो, जीवनमा चाहिँ सजीव जीवहरूको उत्पत्ति कसरी भएको हो, कहाँबाट भएको, कहिले भएको भन्ने विषयमा चाहिँ बताउन आइरहेको छु। र आजको यो भिडियोमा चाहिँ म थ्योरी ओरिजिन अफ लाइफको फर्स्ट थ्योरी चाहिँ हेर्छु म, थ्योरी अफ स्पेशल क्रिएसन। सुरु गरौँ आजको यस भिडियोमा चाहिँ थ्योरी अफ स्पेशल क्रिएसन थ्योरी है त। राम्रोसँग बुझ्न सक्नु भएन भने तपाईहरु कमेन्ट गर्नु होला, म तपाईहरुलाई फेरि पनि अर्को भिडियोमा यो थ्योरीलाई नै रिपिट गरेर राम्ररी बुझाउने प्रयास गर्छु। थ्योरी अफ स्पेशल क्रिएसन, विशेष सृष्टिको सिद्धान्त भनिन्छ। यो थ्योरीको नेपालीमा चाहिँ विशेष सृष्टिको सिद्धान्त भनिन्छ र इंग्लिशमा चाहिँ थ्योरी अफ स्पेशल क्रिएसन भनिन्छ। दिस इज द ओल्डेस्ट थ्योरी प्रपोज्ड बाइ सम स्पिरिचुअल पिपल हैन। यो थ्योरी चाहिँ पुरानो थ्योरी हो र के आध्यात्मिक मानिसहरुद्वारा चाहिँ यो थ्योरीको विकास भएको अथवा यो थ्योरी बनाएको हो र यो थ्योरी चाहिँ निर्माण भएको हो भन्ने बुझिन्छ हैन। मैले के भन्नु भने थ्योरी अफ स्पेशल क्रिएसन, विशेष सृष्टिको सिद्धान्त थ्योरी चाहिँ यो चाहिँ पुरानो थ्योरी हो र के आध्यात्मिक मानिसहरुद्वारा चाहिँ यो थ्योरीको विकास भएको अथवा निर्माण भएको हो भने अकॉर्डिंग टू दिस भ्यूज अल क्यान एक्साइटिङ प्लान्ट्स एन्ड एनिमल वर क्रिएटेड बाइ द सम सुपरनेचुरल पावर अर गॉड। यो थ्योरीको अनुसार अब के भन्नु त, अब थाहा पाउनु पर्ने महत्त्वपूर्ण कुराहरू हैन। यो थ्योरीको अनुसार स्पेशल क्रिएसन अथवा विशेष सृष्टिको सिद्धान्त अनुसार अब प्लान्ट्सहरु र बडी प्लान्ट्स एन्ड एनिमल्स वर क्रिएटेड बाइ द सुपरनेचुरल पावर अर गॉड भनेको छ। मानिस र जनावरहरूको निर्माण सुपरनेचुरल पावर अर गॉडबाट भएको हो भनेको छ। सुपरनेचुरल पावर र गॉडबाट भएको हो भन्ने बुझिन्छ। यो एकदमै महत्त्वपूर्ण क्वेशन यहाँबाट पनि आउन सक्छ हैन। अब भन्न सक्ला बोट बिरुवा र मानिसको उत्पत्ति कहाँबाट भएको हो, कसले बनाएको भन्दाखेरि चाहिँ हामीले के भन्ने भने अल द एक्साइटिङ प्लान्ट्स एन्ड एनिमल वर क्रिएटेड बाइ द सुपरनेचुरल पावर अर गॉडबाट भन्ने हो के। अब अर्को शब्द हेर्छौँ हामी, अकॉर्डिङ टू द क्रिस्चियनिटी बाइबल गॉड क्रिएटेड द युनिभर्स प्लान्ट्स एन्ड एनिमल्स मीन्स इन 7 days भनेको यो थ्योरी अनुसार। र अब थ्योरी अफ स्पेशल क्रिएसन अनुसार के भन्छ भने अकॉर्डिङ टू द क्रिस्चियनिटी बाइबल क्रिएटेड द युनिभर्स एन्ड एनिमल्स एन्ड मीन इन 7 days भनेको छ। यो थ्योरीको अनुसार यो थ्योरीमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेका छन् क्रिस्चियनिटी बाइबल, क्रिस्चियनिटी धर्मावलम्बीहरूले के भनेका छन् भने मानिस र जनावरहरू चाहिँ 7 दिनमा बन्न सम्भव भएका हुन् भनेको छ हैन। अब अर्को महत्त्वपूर्ण कुरा आयो अकॉर्डिङ टू द थ्योरी अफ स्पेशल क्रिएसन। थ्योरी अफ स्पेशल क्रिएसनमा चाहिँ एकदमै जोरदार आफ्नो विचार प्रस्तुत गरेका छन् क्रिस्चियनिटी बाइबल अथवा क्रिस्चियनिटी धर्मावलम्बीहरूले के भनेका छन् भने हामी मानिसहरू र जनावरहरूको उत्पत्ति चाहिँ 7 दिनमा बन्न सम्भव भएको हो भनेको छ हैन। द फर्स्ट म्यान वाज एडम एन्ड वुमेन। पहिलो मानिस चाहिँ पहिलो पुरुष चाहिँ एडम र त्यसपछिको पहिलो महिला भनेर चाहिँ इभी भनेको छ। र यो थ्योरी चाहिँ अहिले यति नै। र यो थ्योरीको कन्क्लुजन हामी के भन्न सक्छौँ भने as the theory has no scientific evidence presently his theory is not accepted भनेको छ हैन। however it was accepted Spanish physicist फादर सुरज भनेको छ। यो थ्योरीलाई साइन्टिस्टहरूले पनि प्रुभ गरेका छन्। अहिलेको समयमा हेर्ने हो भने यो थ्योरी चाहिँ अलि पहिल्यै स्वीकार गरे जस्तो अलि मानिन्छ भनेको छ हैन। धन्यवाद। आजको यस भिडियोमा यति नै। अब यस्तै खालका अरू भिडियो हेर्न चाहनुहुन्छ भने र थुप्रै ज्ञानहरू नेपालीमा थाहा पाउन चाहनुहुन्छ भने अरू कुराहरू अरूलाई आफ्नो ज्ञान बढाएर साथसाथै अरूलाई पनि सबै कुरा मानिसहरू आफ्नो राम्रो अनि आफ्नो बारेमा धेरै कुरा नजान्ने पनि आफ्नो बारेमा हैन यो कसरी मानिसको उत्पत्ति भएको यस्तै कुराहरू थाहा पाउनको लागि चाहिँ मेरो भिडियोहरू हेर्नु होला र कमेन्ट गर्नु होला कस्तो खालको भिडियोहरू तपाईहरुलाई हेर्न मन लाग्छ हैन। मन पर्यो भने लाइक कमेन्ट शेयर गर्न चाहिँ नभुल्नु होला। हस् त, थ्यांक यू।